हेलो गुड आफ्टरनुन सबैजनालाई है। यहाँ भाउजू र म चाहिँ अब हाम्रो अप्रिल मन्थको सेल्फ हेल्प ग्रुपको मिटिङमा जाँदैछ है माथि। आज चाहिँ हाम्रो रिना भाउजूको घरमा छ हो। ए भाउजू भन्नु के हिँड्नु पर्ने अब यो जङ्गलको बाटो हो, समाज सेवा पनि गर्नै पर्ने। हामी जाँदैछौँ, हुन्छ। पुग्न आँट्यौँ। अब चाहिँ हामी पुग्नु आँटेको हो। अहिले फेरि भेट्नेछु तपाईँहरूसँग अर्को भिडियोमा। अहिलेको लागि चाहिँ बाई बाई भन्नु। हेलो ए अब चाहिँ हामी रिना भाउजूहरूको घरमा छ हो। ए भन्नुहोस् तपाईँ। हेलो सबैजनालाई नमस्कार है। नयाँ वर्षको हजुरहरू सम्पूर्णमा हार्दिक शुभकामना छ। को भन्नुहुन्छ भन्नुहोस् है। नयाँ वर्षको ह्याप्पी न्यू इयर। नयाँ वर्षको ह्याप्पी न्यू इयर। अब चाहिँ हामी मिटिङ गर्नु आँटेको केही हुँदैन। त्यहाँदेखि चाहिँ आज चाहिँ हामी 6 जना मात्रै छौँ है 10 जनामा। अरूहरू चाहिँ सबै अब आफ्नो आफ्नो कामले बिजी हुनुभएछ। त्यही भएर अब हामी मिटिङ सुरु गर्नु आँटेको। आज मेरो घरमा तपाईँहरू आइदिनु भएको छ, सबैलाई वेलकम छ हो। हाम्रो एसएससीको ग्रुपको मिटिङ आज यो अब सुरु गरौँ है। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। ॐ भूर्भुवस्सुः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। ॐ भूर्भुवस्सुः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। ॐ शान्ति शान्ति शान्ति। आजको अब सभा सुरु गरौँ। आज चाहिँ टालिएको अरे त झेउरी र माछको पैसा उठाउनु पर्यो हो। त्यहाँबाट भोलि कहिले हो, भोलि कहिले चाहिँ पर उसमा बिएसीमा मिटिङ छ भन्दैछ। ग्रुप एकजना जानुपर्छ भनेर जानु है। दुईजना सकेपछि सबैजना भन्दैछ। माला बहिनी पढे हुन्छ नि त। माला चाहिँ हुन्छ कि, तर माला भन्दाखेरि चाहिँ अझै एकजना जाउँ भन्दैछ। अलि जान्नेहरू जानु पर्यो। म त जानु पाइनँ, मेरो भएन हो। तपाईँ जानु त्यो मेरो आमा बिसन्चो भइरहनु भएको के छ, भयो, हिँड्नु सक्नु हुँदैन कि शनिबार एकजना चाहिँ जानु पर्थ्यो भनेर मेनुले भन्नु है, तपाईँले भन्दै थियो हो। मैले ल मेरो भोलि मिटिङमा चाहिँ माथि भन्नु त्यहाँ नानीले चाहिँ खुट्टा गयो भन्छु नि। त्यो अस्ति हामी जुन ट्रेनिङमा गयौँ नि 2 दिन 4 दिन, त्यो विषयमा पनि छ अरे भोलि। त्यो ट्रेनिङ आधारले गरेको त आमा साह्रो पर्छ एससी चल। त्यो ट्रेनिङ दिएको त्यो दिन त्यो ट्रेनिङमा सिकेको आधारले गऱ्यो भने त लोन लगेकोहरूको त खतरा रहेछ नि दिदी। यो एरियामा चाहिँ कति उयो इन्सुरेन्स हुन्छ अरे हो हाम्रो। इन्सुरेन्स त सुन्नु तर अस्ति हेमन्त भाउजू त्यसो भन्नुहुन्थ्यो त। होइन होला हौ त्यस्तो त मैले इन्सुरेन्स गर्छ अरे, हामी मर्दाखेरि चाहिँ इन्सुरेन्सको पैसा दिन्छ अरे भन्दै थियो त हो। होइन होला इन्सुरेन्स त्यसो भन्नु त त्यो त मैले पनि सुनेको थियो। यस्तो इन्सुरेन्स केही उयो भएन, हामी त यत्रो हालेको पैसा मात्रै पायौँ, हामी त केही पायौँ न। त्यस्तो उयो त लागेन मलाई त। त्यति बेला त पाएँ, अब चाहिँ कहिले पैसा अब त्यो तपाईँहरू झन् त अब छोड्यो भने त्यही पनि पाउँदैन अरे, हामी त पायौँ। तर हामी एटलिस्ट केही मर्यो पऱ्यो भने चाहिँ इन्सुरेन्स गरिदिन्छ अरे, इन्सुरेन्सको पैसा पाउँछ अरे चाहिँ भन्दै थियो। मलाई पनि थाहा भएन, तपाईँलाई सोध्छु भनेर इन्सुरेन्स त भनेन। त्यो बिजिएसमा भएको पैसाको विषयमा बुझ्यो हामी। त्यो दिन कस्तो रहेछ भनेदेखि त्यो जस्तै गभर्मेन्टले अस्ति पैसा दिन्छ अरे भनेन। त्यो चाहिँ एउटा कन्स्टिट्युन्सीलाई दिएको हुन्छ समझ्नु हो। त्यो चाहिँ 30 लाख छ अरे त्यहाँनिर पैसा 30 लाख छ अरे। अब कुन कन्स्टिट्युन्सीले कति लाने नाथा हुन्छ अरे।
लाँदा मिस लोन लानुको थियो त्यसै त दिँदैन रहेछ त्यसै त कसलाई पनि दिँदैन रहेछ इन्ट्रेस्ट त तिर्नै पर्यो होइन जस्तै जस्तै हाम्रो म चाहिँ यो बिचमा दिन्छु ल अस्तिको महिना कुरा माला देख्छ म चाहिँ नि यो म महिना आज दिनेको चाहिँ म यहाँ लेखिरहन्छु अहिले माला ल्याएर गरोस् कि मलाई हिसाब हाम्रो ग्रुपको सेक्रेटरी म्याम मिसेस मालाज्यू र उहाँको आमा पनि आउनुभयो अघि चाहिँ हुनुहुन्न थियो अनि उहाँले चाहिँ अहिले बुक मेन्टेन गर्नुहुँदैछ यसरी भाउजू लिएर चाहिँ डाकै पछाडि छ उहाँको देखिस् यहाँ छ नि यहाँ ए पछाडि राखिदिएको तँ चाहिँ डब्लुटिएस गर्नु पऱ्यो नि यहाँ यो एकाउन्ट नम्बर डब्लुटिएस गयो चाहिँ हाम्रो धन्यवाद छ तपाईँहरू सबैजनालाई आज मेरो घरमा मिटिङ थियो गीताञ्जली ग्रुपको सबैजना समय निकालेर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ धन्यवाद तपाईँलाई यो साथीहरू हामी चाहिँ खाजा खान थालेको हाम्रो चाहिँ यस्तै हुन्छ हो ग्रुपको मिटिङमा चाहिँ खाजा हुन्छ भाउजूले चिया चाहिँ दामी बनाउनु भएछ आलु मिठो रहेछ चिया चाहिँ दामी ब्ल्याक टी चाहिँ दामी भएछ व्हाइट टी पनि एकदम नट ब्याड दामी छ आलु दम पनि दामी पुरी पनि दामी हो आलुदम त खाएकै छैन एकछिन पहिला खाउँ एकदम दामी 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 आलुदम पनि आम्माम सुपर ब्ल्याक टी झन् दामी यस्तो हुन्छ हाम्रो चाहिँ अब बस्ती एरिया हो यसरी खाइन्छ गफ गऱ्यो रमाइलो गरौँ जिन्दगी यतिकै त हो हाम्रो चाहिँ यस्तै हुन्छ साथीभाइहरू तपाईँहरूकोतिर चाहिँ कस्तो हुन्छ भन्नुहोस् होला कमेन्ट बक्समा भयो अब चाहिँ हामी मिटिङ सकेर फर्केकै घर सबैजना हो अन्त आज मिटिङ पनि एकदमै राम्रो भयो हो अब हामी निस्किँदैछ हुन्छ बाई 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 सबैजना बाई बाई खाना खुवाएको छैन खाजा आउनु नि कति बेला उठ्यो